साथीहरू आज चाहिँ म मिनी भ्लग बनाउन गइरहेछु के हो भनेर तपाईँहरू नै गेस गर्नुहोस् ल किनभने मेन मान्छेलाई पनि थाहा छैन कि आज के हुँदैछ भनेर तपाईँहरूलाई पनि म अब देखाउन गइरहेछु साथीहरू हेर्न नभुल्नु है मान्छे चाहिँ आउनु भएको छैन मैले चाहिँ तपाईँहरूलाई देखाइरहेछु Happy birthday to you. Happy birthday to you. जेठी छोरीलाई जन्मदिनको धेरै धेरै शुभकामना। हाम्रो मिनी सरप्राइज चाहिँ उसले चाहिँ थाहा नै थिएन यो बारे तपाईँहरू पनि देख्नु बेला कस्तो बर्थडे रहेछ भन्ने कुरा चाहिँ हाम्रो बर्थडे सरप्राइज चाहिँ यस्तै भयो है बर्थडेकोलाई चाहिँ हामीले कसरी सरप्राइज चाहिँ दिए हो सरप्राइज चाहिँ भएन किनभने कस्तो खालको सरप्राइज भयो क्या अब जस्तै उसलाई बसाएर हामीले चाहिँ मासुहरू पकाएर खुवाउने तरिकाले चाहिँ बसाएको हो तर तपाईँहरूलाई चाहिँ लाग्छ होला कि सरप्राइज त होइन साथीहरू यहाँ चाहिँ कटिङ हामीले चाहिँ बच्चाहरूलाई साइड लगाएर भीगी हुई इन पलकों से खामोशी बह जाती है जन्मदिनको शुभकामना हर ज़ख्म तेरा नाम ले हर दर्द तुझसे जुड़ा एक मुलाकात ज़रूरी है सनम एक मुलाकात ज़रूरी है सनम ये जुदाई नामंजूर है सनम तू जो मिला तो सुकून आएगा वरना ये दिल यही थम तपाईँको आशीर्वाद लागोस् दिदी भाइ मेरो सबैलाई किन दिदी भन्नु खोलेर पनि देखाउने गरौँ न कोही देखिँदैन मैले यति सिकेर केही त उपलब्ध गरिदिइरहेको त्यसको लागि चाहिँ यो स्पेसल यो खोलेर देखाउनु पर्दैन यति भएर मेरो सानो बर्थडे पनि सक्यो साथीहरू यहाँ अब केक खेतिर यो हामीले बच्चा ग्याङलाई राखिरहेको छ खाने ग्याङहरू यस्तो देखाउँदै अब हाम्रो यहाँ खानेहरू चाहिँ सुरु हुँदैछ आइसक्रिम कोही खान्छ बियर यो कोही खान्छ तुम्बा यो कोही खान्छ केक अब हामी चाहिँ दिउँसै रात बनाउन आँटेर साथीहरू मासुहरू यहाँ रेडी भइसक्यो तो फिर सब संवर जाएगा तेरे छूने से ये टूटा फिर से धड़क जाएगा मैं वही हूँ हाम्रो चाहिँ होटल पनि घर पनि कुछ भी यतिको चाहिँ गिफ्ट रिभ्यू नखोज्दैछ म त खाँदिनँ म खाँदिनँ खोले पनि दिउँ कि म खाइदिउँ साथी हो